विद्यालयको बसका चालकले अचानक बाटो परिवर्तन गरे र अत्यन्त तीव्र गतिमा बसलाई पुलतर्फ दौडाउन थाले। बसभित्र रहेका विद्यार्थीहरू केही बुझ्नै सकेन। अचानक सबै सिट बेल्ट आफै लाग्न थाले। त्यही बेला चालकले बसबाट केही अनौठा माछाका खप्टा जस्ता वस्तु बाहिर निकाले। अर्को क्षण बसले सिधै पुल पार गर्दै आकाशतर्फ उडान भर्यो। विद्यार्थीहरू अत्यधिक गतिका कारण डराउन थाले, तर कसैले पनि कल्पना गरेको थिएन। साधारण देखिने त्यो विद्यालय बस बादलहरू पार गर्दै आकाशमाथि रहेको प्रसिद्ध सुपर हिरो विद्यालयमा पुग्यो। यस विद्यालयका सबै विद्यार्थीसँग कुनै न कुनै असाधारण शक्ति थियो। कसैले आफ्नो शरीर रबर जस्तै लामो बनाउन सक्थे, कसैले केवल हेरेरै मानिसलाई बरफमा परिणत गर्न सक्थे। यही विद्यालयमा पढ्न आएको थियो विल नामको एक साधारण देखिने केटा, तर वास्तवमा ऊ साधारण थिएन। उसका बुबा संसारकै सबैभन्दा शक्तिशाली सुपर हिरो र सबै सुपर हिरोहरूको नेता थिए। उनले विशाल रोबोटहरूलाई एकै प्रहारमा ध्वस्त पार्न सक्थे। उनीसँग अपार शक्ति थियो। उता विलकी आमा पनि एक शक्तिशाली परी थिए। दुवैले मिलेर संसारका सबै अपराधीहरूलाई हराउँदै शान्ति कायम राखेका थिए। तर यति शक्तिशाली आमा बुबाको छोरा भएर पनि विलमा कुनै पनि सुपर शक्ति देखिएको थिएन। उसले आफूमा शक्ति भएको नाटक गर्दै आएको थियो। तर विद्यालयको पहिलो दिन सबै विद्यार्थीको शक्ति परीक्षण हुन लाग्यो। प्रशिक्षकले एउटा सानो केटालाई मञ्चमा बोलाए। देख्नमा दुब्लो र कमजोर देखिए पनि उसले चस्मा खोलेपछि आफ्नो असली शक्ति देखायो। एकै झट्कामा उसले सबैलाई सजिलै हराइदियो। त्यसपछि प्रशिक्षकले विललाई अगाडि बोलाए। अब तिम्रो शक्ति देखाऊ। विल डरायो। उसले बिस्तारै भन्यो, मसँग कुनै सुपर शक्ति छैन। सबै विद्यार्थी हाँस्न थाले। त्यसपछि विद्यालयका वृद्ध डाक्टरले आफ्नो आँखाको एक्सरे पावरबाट विलको शरीर जाँच गरे। उनी अचम्ममा परे। विलको शरीर सामान्य मानिसभन्दा धेरै शक्तिशाली थियो। यद्यपि उसका शक्ति अझै जागेका थिएन। डाक्टरले भने यसका शक्ति कुनै पनि बेला जाग्न सक्छन् र एकपटक जागेपछि ऊ सबैभन्दा शक्तिशाली सुपर हिरो बन्न सक्छ। विद्यालयबाट फर्किएपछि विलका बुबाले उसलाई आफ्नो गोप्य आधार कक्षमा लगे। त्यहाँ संसारका सबैभन्दा खतरनाक खलनायकहरूका अवशेष राखिएका थिए। विशाल राक्षसको टाउको, डरलाग्दो रोबोटिक कवच र सबैभन्दा विशेष थियो दुष्ट राजालाई हराएर प्राप्त गरिएको रहस्यमय। विलका बुबाले गर्वका साथ भने, यो मेरो जीवनकै सबैभन्दा ठूलो विजयको चिन्ह हो। अबदेखि यी सबै तिम्रै जिम्मेवारी हुन्। भविष्यमा हामी तीनैजना मिलेर संसारको रक्षा गर्नेछौँ। विल केही बोल्न सकेन। उसले केवल विषय परिवर्तन गर्न टेबल टेनिस खेल्ने बहाना बनायो। तर उनीहरूलाई थाहा थिएन, एक रहस्यमय अपराधीले धेरै अघिदेखि उनीहरूमाथि नजर राखिरहेको थियो र विलको पहिलो सुपर शक्ति जाग्ने समय अब धेरै टाढा थिएन।